चिया नभए त हुँदै हुँदैन। त्यही भएर म बिहान उठेर दुध लिन जानु पर्यो भनेर बजार गएँ होइन। बजार गएको त्यहाँ के भयो भने नि म दुध किन्दै थिएँ। मैले दुध किन्दै गर्दा त्यहाँ एकजना आन्टी आउनुभयो क्या। एकजना आन्टी आउनुभयो, आएर मलाई तलदेखि माथिसम्म हेर्नुभयो क्या, सबै हेर्नुभयो। के भन्नुभयो भने बाबु मैले त तपाईँलाई काहीँ देखेँ जस्तो लाग्यो भने भन्नुभयो क्या। अनि होला कतै देख्नुभयो होला मैले भने। अनि मैले तपाईँलाई यता इनोरमै देखेको हो, तपाईँको म सबै भिडियो पनि लाइक गर्छु, सबैतिर हेरिरहेको हुन्छु, तपाईँलाई देखिरहेको हुन्छु, तपाईँ साह्रै राम्रो लाग्छ भन्नुभयो। अनि मैले हो र हजुरलाई धेरै धेरै धन्यवाद भनेर मैले भने। अनि सुन्नु न बाबु, तपाईँ मलाई साह्रै राम्रो लाग्छ, म तपाईँलाई जोइ बनाउन चाहन्छु, मेरो छोरीसँग बिहे गर्नुहुन्छ भन्नुभयो क्या। ल अचानक यसरी सोद्धाखेरि त म त छक्क परेँ। अनि तपाईँको छोरी चाहिँ कहाँ थिइन्, त्यति छोरी देखाउनु नि त भनेको। छोरी चाहिँ अब 2 महिनापछि जन्मिन्छ अरे। मजाक गर्नुको पनि हद हुन्छ नि हो। जन्मिँदै नजन्मिएको छोरीको बिहे अरे म त के गरौँ भनेर यहाँ खेतमा आएर रुनु पऱ्यो आज हेर त।